लस्सो जय नेपाल जय किसान जय कृषि फ्याफुल्ला। आज मङ्सिर 27 गते शनिबार यतिखेर बिहानको 6:45 बजेको अवस्था छ। मेरो बगैँचाको दृश्य यस्तो छ। अग्रज किसान वर्ग मित्रहरू, उपभोक्ता मित्रहरू र दाजुभाइ तथा दिदीबहिनीहरू, समग्र म्यागाङभरिका दाजुभाइलाई, समग्र नुवाकोटका दाजुभाइलाई, समग्र 77 जिल्ला 7 प्रदेशका अग्रज किसानमा प्रेरित रहनुहुने, किसानमा अग्रसर रहनुहुने, कृषिमा समृद्धि चाहनुहुने, समृद्धि देख्नुहुने मित्रहरूलाई मेरो एउटा अनुरोध, यो मैले 74 सालको आषाढमा रोपन गरेर आज 8 वर्षको समयावधि पुरो भएको छ। लगभग एउटा बोटबाट अहिले 8 वर्षको बोटले लगभग 80 देखि 100 केजीसम्म फल्ने सुन्तलाको बोट बनाइसकेको अवस्था छ। भनेको एउटा बोटबाट 10,000, 8 देखि 10,000 आम्दानी आइसकेको बेहोरा सहर्ष जानकारी गराउँदछौँ तपाईहरुमाझ। गर्दाखेरि नहुँदो हाम्रो यो मतलब नेपाली भूभागमा केही पनि होइन रहेछ। सब थोक हुन्छ, सबै चिज हुन्छ। हामीले अलिकति राम्रो मेहनत मात्रै गर्नुपर्दो रहेछ। तपाईहरुले यो सुन्तला खेतीलाई 5 मिटरको ग्याबिङ, बिजु बिरुवालाई, ग्राफ्टिङ बिरुवालाई 3.5 मिटरको ग्याबिङ गरेर भ्याउनु भयो भने 2 फुट बाइ 2 फुटको खाल्डो, भ्याउनु भएन भने त्यो पनि त्यति टट्काएर आवश्यकता होइन। मैले यो खाल्टो नै नखनिकन रोपेको बिरुवाहरू पनि यति राम्रो भएको छ। यसको आयु 50 देखि 100 वर्ष भन्छ, तर हाम्रोमा त्यति राम्रो उपयुक्त उसलाई सहन सक्ने माटो मात्रै नरहन सक्छ। किनकि हाम्रोमा ढुङ्गा पनि बढी हुन्छ हाम्रो भूभागमा। त्यसकारण तपाईहरु निर्धक्क भएर समुद्री सतह 800 देखि लगभग 1500 हाइटसम्म निर्धक्क भएर लगाउन सक्नुहुन्छ र 5 वर्ष यसलाई स्याहार गर्नु पर्यो, खुवाउनु प्याउनु पर्यो र 6औं वर्ष र 7औं वर्ष यो आफ्नै कमाइले पालिन्छ र 8औं वर्षदेखि हामीलाई पाल्छ। यसरी बुझौँ किसान साथीभाइहरू। यतिको आजभोलि यो पहेँलपुरबाट अब राताम्य भइसकेको अवस्था छ। अब यसलाई हामीले अन्यथा दुःख नसोचौँ। अब यसलाई पहिलो वर्ष आधा डोको मल, सकेसम्म कम्पोस्ट मल, यो गाई वस्तुको मल, नसके कुखुराको मलै भए पनि, दोस्रो वर्ष आधा डोको नै, तेस्रो वर्ष 1 डोको, चौथो वर्ष 1 डोको, 5औं वर्ष पनि 1 डोको गरेर हामीले एवं रीतले खर्च गर्दै लाँदा 5 वर्षमा यसलाई करिब यसको लागत कस्ट भनेको 4000 जति पुग्न जान्छ एउटा रुखलाई। खर्च चाहिँ अलि बढी भन्ने या कम भन्ने त्यस्तो किसिमले पुग्न जान्छ। अब यो हेर्नुस् है, यो
जापानिज उन्सु जातको सुन्तला 350 ग्रामसम्मको सुन्तला फलेको छ मेरो बगैँचामा। जापानिज उन्सु जातको हेर्नुहोस्, यो सायद 400 ग्रामकै हुनसक्छ यो दाना। अब त्यसैले तपाईँहरू एकदमै निर्धक्क भएर 5 वर्षसम्म यसलाई 4वटा हजार खर्च गरौँ। 5 वर्षसम्म, 5 वर्षबाट उता 6 र 7 वर्ष, 6औँ र 7औँ वर्ष सायद तपाईँलाई हल्का नाफा हुनसक्छ, नभए नि उसको आफ्नो खर्च आफैले पुग्छ। त्यसकारण तपाईँहरू ढुक्क भएर लाउनुहोस्। भित्री बाली हेर्नुहोस्, यो अगबरे मैले यसपालि हल्का फुल्का गर्दा नि 1.5-2 लाखको अगबरे बेच्यो होला। अगबरे राम्रैसँग फल्छ, यो अहिले सिधिसकेको अवस्था हो। त्यसकारण तपाईँहरू ढुक्क भएर अब यो नेपालमा तरकारी र फलफुल बिना समृद्धिको चान्सै छैन। अन्नबाली तराई भेगमा लाउनु होला। हाम्रो पहाडी भूभाग भनेको फलफुल खेतीमा नै, तरकारी खेतीमा अक्सर यो सिन्धुली रामेछाप राजा वीरेन्द्रको पालोमा नै पकेट क्षेत्र घोषणा, जुनारको पकेट क्षेत्र घोषणा गरिएको हुँदो रहेछ। तर हामी कहाँ पनि यत्रो झुप्पा हेर्नुहोस्, यो जुनार 3 दानाले 1 किलो पुग्ने जुनार हामी कहाँ पनि फल्दो रहेछ। यो हेर्नुहोस्, हाम्रो यो नुवाकोटको म्यागाङ गाउँपालिका भन्ने पालिका हो। तपाईँहरूलाई मैले यो एउटा प्रेरणाको लागि, तपाईँहरूलाई मैले एउटा हौसलाको लागि म हरेक बेला, हरेक समय म यो सन्देशमूलक, कृषि सन्देशमूलक, यो फलफुल सम्बन्धी भिडियो पोस्ट गरिरहेको हुन्छु। तपाईँहरूले निर्धक्क यो मेरो आफ्नो कुरालाई झुटो होइन, केही तपाईँहरूलाई निशुल्क रूपमा तपाईँहरूलाई सल्लाह सुझाव दिन म तत्पर छु। तपाईँहरूले लिन चाहेमा एकदमै तपाईँहरू उन्मुक्त, उत्सुक भएर लाग्नुहुन मेरो विनम्र अनुरोध। यो खेतीबाट हामीलाई 7 वर्ष, 8औँ वर्षदेखि हामीलाई यसले पाल्छ भन्ने तपाईँहरू ढुक्कसँग लाग्नु होला। अब हाम्रो भूभागमा नहुँदो केही पनि होइन रहेछ, अवश्य पनि हुन्छ। अब लगाउँदा गर्दा यति राम्रो चिज फलेको छ हेर्नुहोस्, अति नै सुन्दर पाटो छ यसमा, एकदमै मनमोहक छ। हेर्नुहोस्, यो अति रमाइलो, अति नै खुसियाली का पलहरू छ। तपाईँ हेर्न सक्नुहुन्छ कति झुप्पिएको छ, कति रमाइलो छ। यो खेतीबाट हामी अवश्य पनि समृद्धिको पाटोतर्फ उन्मुक्त हुन्छ भन्ने मेरो आफ्नो ठम्याइ हो, तपाईँहरूलाई सुझाव सल्लाह हो। अब यो सुन्तला खेतीमा एकदमै भविष्य छ। विदेश पलायन हुने बाबु नानीहरूलाई पनि एउटा प्रेरणा मिलोस्। नेपालमै बसेर मैले आज 58 वर्षको उमेरमा यसलाई
71 सालबाट मैले सुरु गरेको। आज मैले 2400 सुन्तलाको बेर्ना र धन्यवाद। अर्को पाटोमा गरौँला। 2400 सुन्तलाको बेर्ना, 700 एभोकाडोको बेर्ना रोपन भइसकेको अवस्था छ। अबको 10 वर्ष मैले राम्रो दुःख गर्यो भने म नेपालमै बसेर 3 देखि 5 करोडको फलफुल बिक्री वितरण गर्छु भन्ने मेरो उद्देश्य रहेको छ। बाबु नानीहरूलाई पनि सन्देश, बाबा मम्मीहरूले ढुक्कसँग लगानी गरिदिनु भयो भने, बेस बनाइदिनु भयो भने बाबु नानीहरू युरोप, अमेरिका, अस्ट्रेलिया पनि पलायन हुनबाट रोकिन्छ भन्ने मेरो विश्वास। तपाईँहरूले प्लेटफर्म बनाइदिनु होला बाबु नानीहरूलाई। नेपालमै बसेर पनि हामीलाई करोड कमाउन सकिन्छ, मासिक लाखौँको आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणा, सल्लाह सुझाव मेरो तपाईँहरूमा रहनेछ भन्ने आजको भिडियो यत्तिकैमा अन्त्य गर्दै आगामी दिनको भिडियोमा फेरि अर्को पोस्टमा अर्को सल्लाह सुझाव दिनेछु, आउनेछ भन्ने विश्वासको साथ बिदा हुन्छु। धन्यवाद। लस्सो। जय नेपाल, जय किसान, जय कृषि, जय कृषि धन।